5 फिट हाइट 2x2 को छ हेर्नुस्। अनि अर्थिङको तार हेर्नुस् यसरी चुम्काएर मैले लामो राखेको छु। अब यहाँ यो तामाको तार पनि जोड्ने र निकाल्ने माथि बाइचान्स भविष्यमा यो कुई मकिहाल्यो भने यो तामाको तार चाहिँ मकिँदैन भनेर जोड्नलाई आँटेको छु। जोडेर सकेँ। हेर्नुहोस् यो टुप्पो एउटा उँधो पत्तलमा निकाल्ने। हजुर आर्थिङको तार यहाँ जोडियो। यस्तो खालको पेक छ भने त्यो पेकमा पनि तलदेखि बेरेर ल्याउने। हजुर अब कोइला लाउनु पर्छ। यत्रो बोरा हो 2 बोरा पहिला कोइला लगाइए है। 10 केजीको नुन हो यहाँ अहिले एकदम कोइला पुरिने गरेर नुन लगाएको छु मैले। हेर्नुहोस् कोइला 2 बोरा नुन 20 केजी। त्यहाँदेखि कोइला फेरि 2 बोरा 2.5 त्यहाँदेखि नुन 20 त्यहाँदेखि चाहिँ फेरि नुन लगाएर हजुर लास्टमा पुर्ने। हजुर यसरी गरेपछि कम्प्लिट भयो। माटोले पुरेर यो अहिले निकालिरहेको छु पछिको लागि।